सपना सपना मात्र होइन, यो त एउटा रहस्यको सङ्केत हो। हर सपनाको एउटा छुट्टै अर्थ हुन्छ। स्वप्न रहस्यको संसारमा स्वागत छ। सब्सक्राइब एन्ड अनलक योर डेस्टिनी। आजको यस भिडियोमा सपनामा फूल देखिएमा के फल प्राप्ति हुँदछ भन्ने कुरा बताउनेछु। पुरा भिडियो हेर्नुहोला। सपनामा फूल फुल्दै गरेको देखिएमा यो राम्रो सपना हो। यसले भाग्य उदय हुने, नयाँ अवसर प्राप्त हुने, शुभ समाचार प्राप्त हुने संकेत गर्दछ। सपनामा ताजा र सुगन्धित फूल देखिएमा परिवारमा सुख समृद्धि हुने, लक्ष्मी प्राप्ति हुने, धनको वृद्धि हुने संकेत गर्दछ। सपनामा फूललाई सङ्कलन गर्दै गरेको या फूललाई टिप्दै गरेको देखिन्छ भने यो पनि राम्रो सपना हो। यसले आफूले गरेको प्रयास सफल हुने, मनको इच्छा पूरा हुने संकेत गर्दछ। यदि सपनामा फूल ऐलाएको देखिएमा अथवा सुकेको देखिएमा यो त्यति राम्रो सपना होइन। यसले आफूले गरेको कामकाज असफल हुन सक्ने अथवा दुःख प्राप्ति हुन सक्ने, पारिवारिक सम्बन्धमा पनि समस्या आउन सक्ने संकेत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। सपनामा फूललाई देवी देवतामाथि चढाएको देखिएमा यो राम्रो सपना हो। यसले धार्मिक कार्यमा सहभागी हुने, पाप क्षय हुने, आध्यात्मिक प्रगति हुने संकेत गर्दछ। सपनामा फूलहरूको माला बनाउँदै गरेको देखिएमा यो राम्रो सपना हो। यसले विवाह हुन सक्ने अथवा प्रेममा राम्रो हुन सक्ने अथवा पारिवारिक सुख समृद्धि प्राप्ति हुन सक्ने संकेत गर्दछ। यदि सपनामा फूलको बगैँचामा हिँड्दै गरेको अथवा खेल्दै गरेको देखिन्छ भने यो पनि राम्रो सपना हो। यसले साथीभाइ बढ्ने, पारिवारिक सुख मिल्ने संकेत गर्दछ। सपनामा फूलहरूलाई पानीमा बग्दै गरेको देखिन्छ भने यो पनि राम्रो सपना हो। यसले आफ्नो जीवनमा लामो समयबाट चलिरहेको दुःख घट्ने र सुखको सुरुवात हुने संकेत गर्दछ। यदि सपनामा सेतो फूल देखिन्छ भने यो राम्रो सपना हो। यसले मानसिक शान्ति मिल्न सक्ने संकेत गर्दछ। यदि सपनामा पहेँलो फूल देखिन्छ भने यो पनि राम्रो सपना हो। यसले आउँदै गरेको समयमा आर्थिक सुधार हुने, धन बढ्ने संकेत गर्दछ। यदि सपनामा कालो फूल देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले मनमा अशान्ति बढ्न सक्ने अथवा काम बिग्रन सक्ने संकेत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। यदि सपनामा कुनै मन्दिरको परिसरमा फूलहरू फुलिरहेको देखिन्छन् भने यो राम्रो सपना हो। यसले भगवानको आशीर्वाद प्राप्त हुने, शुभ कार्यमा आफू सहभागी हुने र पुण्यमा वृद्धि हुने संकेत गर्दछ। यदि सपनामा फूलहरू झरेको देखिन्छ भने यो त्यति राम्रो सपना होइन। यसले नजिकको समयमा केही दुःखद कार्य हुन सक्ने अथवा नराम्रो समाचारले मनमा अशान्ति बढ्न सक्ने संकेत गर्दछ। यस्तो सपना देखिएमा सजग हुँदा राम्रो हुँदछ। पक्कै पनि हजुरहरूलाई यो भिडियो उपयोगी लागेको होला। यस्तै अरू पनि उपयोगी भिडियोहरू जान्नको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथसाथै लाइक, शेयर र कमेन्ट पनि गर्दै गर्नुहोला। आजको लागि बिदा चाहन्छु। हस्त धन्यवाद।